ल साथीहरु जिम गर्न आएको जिम गर्ने मनै लागेन अब के जिम गर्नु दाइले मस्त जिम गर्नु भयो पुरा शरीरबाट पसिना निकाल्नु भएको छ धेरै मेहनत गर्नु भएको छ म त मेहनत गर्छु भने मेहनतै गर्न सकिन ए भगवान ए आमा हुन्छ हजुर म त सकिन जिम गर्न डम्बल उठाउँ भने 40 किलो 35 किलो 50 किलो 20 किलोको छ आफूले उठाउने 5 किलो 2.5 किलो त्यही पनि रहेन छ के जिममा बेकर महिनाको 500 दिराम तिरेर जिम गर्न आएको ठोकरमै गयो 500 दिराम मैले गर्ने यस्तो जिमै एकदम ठुल्ठुला बडी बिल्डिङहरूले गर्ने जिम रहेछ के अलि हैन दाइ काम छैन के गरौँ के नगरौँ मन लागेन जिम गर्नु रनिङ त गरेको एक राउन्ड पछारिएर त्यसका बाद भिडियो बनाउन पर्ने मैले बनाइन यो बटन अन गरेर प्लस दबाएर आएको त मिसिन त पुरा दगुरिएको म त बुडुङ नलरे कस्तो भयो यहाँ दुखेर धन्न नकाटेको दाइले पुरा पैसा थाल्न दाइको मेहनत देखेर मलाई बहुत गर्व लाग्छ हुन त म पनि नेपालीको छोरो म सकिन्न कि दाइले के खानुहुन्छ र खाइन त उही बिहानमा पराउठा साँझमा दाल भात खाइन्छ फेरि पनि पार्न छोड्नुहुन्न कसरी खाँदा ढाइ 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 छोड्नुहुन्छ दाइ पार्नु एकचोटि दाइले यस्तो पार्न के भन्छ त्यो 20 किलोको डम्बल उठाएर ढाइ ढाइ छोड्नु धन्न मान्छे होइन आज फेरि ए बरै धन्न मैले पारे आएन फुसफुस त छोडेको मैले गाह्रो छ दाइ बहुत मेहनती हुनुहुन्छ क्या दाइ पार्न छोड्नु पार्नु न ठ्याक्कै भिडियो अफ भएपछि पार्न आउँछ क्या पार्न पनि दाइले खतरा पार्नुहुन्छ क्या दाइ पद्वा हुनुहुन्छ क्या परोठा खाएर धेरै स्माइल दिनुहुन्छ भाइलाई परोठा खुवाउने धेरै त्यही बेला मैदाका परोठा आटाका परोठा भएन नि त मैदाका छिट्टै जो मार्ने भयो दाइले परोठा खुवाएर भए पनि पुरा बडी बनाएर ओहो रामे छाप्दरका केटाहरूलाई बियर खाएर भए पनि दाइले पिट्नुहुन्छ गरे एक लड त हो पिट्नी जो भन्न हो के है दुश्मनलाई त पिट्नी हो भन्न दाइले खालि यही उठाउनुहुन्छ तिमीहरूलाई म प्रत्यक्ष रूपमा भिडियोमा देखाएको छु है दाइले हमेसा यही उठाउनुहुन्छ क्या पिट्नी भन्न हो कि केटाहरूलाई म यहाँ त निश्चय पनि पार्न सक्नुहुन्छ यहाँनिर त म भिडियोले क्याच गरेर बस्छु पार्नुहुन्छ कि साथीहरू यहाँ दाइले पार्नुहुन्छ कि भनेर मैले यहाँ क्याच गरेँ है भिडियोबाट दाइ पार्नु एकचोटि बल गर्न है पार्न सक्नुहुन्छ मजाक यहाँ हेर डम्बर यहाँ म पनि सेयर गरेर आउँदैछु बजारमा दुबईमा बसेर जिम गरेको छु ए गाउँमा 4-5 केटाहरूलाई त पिटिन्छ न्यु खोजे त सिधा गर्नु पर्यो नि त्यसै हुन्छ जिम अनि जिम त्यसै हुन्छ केटा हो जिम गर्न मुस्किल छ हेलो यार ल साथीहरू हामीले जिम गरेर भ्याइयो अब हामी चाहिँ रुममा जान्छौँ मैले चाहिँ सकिनँ है साथीहरू धेरै पात आयो पात पनि के मान्छेले पहिला 40 किलो अनि त्यसपछि 30 किलो
लास्टमा 10 किलो अनि अहिले 5 किलोको माछा लाउँदाखेरि पहिला 2.5 किलो उठाउँछ, त्यसपछि 5 किलो उठाउँछ, अनि 10, 20, 30, 40 मान्छे कर्मस माथि बढ्छन् के अरे। यता हाम्रो हेर्छन् यहाँ घट्दै घट्दै लास्टमा यस्तो जिम हुन्छ। मैले नेपालमा आएकोहरू मैले बाँसको डन्डाले चाका हानी जिम गर्न सिकाउँथेँ। यहाँ दुबईमा छुनै मिल्दैन, यहाँ क्यामेराहरू हुन्छ, क्यामेराले कैद गरे हुन्छ। सो फेरि भोलि बिहान गल्ती भयो भने म फेरि जेल जानुपर्ने हुन्छ। यहाँको सिस्टमै अलग छ क्या साथीहरू, बुझाउन गाह्रो छ। ल ओके टाटा बाई बाई, हाम्रो जिम यति नै हो, खत्तम भयो। अब म नेक्स्ट भिडियोमा